Hallo, Namaste, guten Tag, herzlich willkommen zum Unterricht. Heartily welcome to your class, to another session. So हामी चाहिँ अहिले capital dry अथवा च्याप्टर 3 मा छौँ र च्याप्टर 3 को यो सेकेन्ड सेसन हो. सो लेट्स गेट स्टार्टेड आजको क्लासको लागि. सो आजको हाम्रो प्लान के छ त? प्लान हेरौँ है फर्स्टमा. सो आज हामी आर्टिकलको बारेमा फर्दर कुरा गर्छौँ. हामीले पहिला पनि आर्टिकल के हुन्छ भनेर लर्न गरेको थियौँ. आज चाहिँ हामी टाइप अफ आर्टिकलमा जान्छौँ. सो त्यसको लागि म पहिलाको हामीले सिकिसकेको कुरा पनि म रिभाइज गरिदिन्छु र हामीले नयाँ त्यही टपिकमा नयाँ अगाडि पनि हामी बढ्छौँ. जस्तै इङ्ग्लिसमा पनि आर्टिकल भनेको डेफिनेट आर्टिकल, इन्डेफिनेट आर्टिकल भनेर क्लासिफाई गरेको जस्तै सिमिलरली जर्मनमा पनि बेस्टिम्ड आर्टिकल र उनबेस्टिम्ड आर्टिकल हुन्छ. सो हामीले बेस्टिम्ड आर्टिकल डेयर डी दास अलरेडी लर्न गरिसकेको थियौँ. त्यसलाई सानो रिभिजन गर्छौँ र त्यसलाई रिभिजन गरिसकेपछि हामी नेक्स्ट टपिकमा जम्प गर्छौँ. त्यो उनबेस्टिम्ड आर्टिकल हाम्रो लागि थोरै नयाँ हुन्छ, तर ट्रस्ट मी जति सिक्दै गयौँ त्यति क्लियर हुँदै जान्छ है. यो कुरा तपाईँलाई झन् कन्फ्युज हुँदैन, झन् क्लियर र झन् इजी हुँदै जान्छ. अर्को नयाँ टपिकको लागि आज हामीले भोक्याबुलरी लर्न गर्छौँ. टपिक चाहिँ कुन टपिक हो त? फेयरकेयर्स मिटल. फेयरकेयर्स मिटल भनेको भेहिकल्स अथवा नेपालीमा भन्नुपर्दाखेरि सवारी साधनहरू. सो हामी सवारी साधनहरूको नाम लर्न गर्छौँ जर्मनमा के भन्छ भनेर. यो क्यापिटल ड्राईमा हामीले के को बारेमा लर्न गर्दैछौँ त? सिटीको बारेमा लर्न गर्दैछौँ. वी आर लर्निङ अबाउट स्ट्याट. सो हामी यो सिटीकै भित्र नै पर्छ यो पनि. सो हामी आज नयाँ यो वर्डहरू लर्न गर्छौँ. अर्को सानो टपिक छ रिलेटेड टु बिल्ड गेसिस्ट. सो बिल्ड गेसिस्ट भनेको चाहिँ पिक्चर स्टोरी, दुईवटा वर्ड मिलेर बनेको छ. एउटा बिल्ड र अर्को गेसिस्ट. बिल्ड भनेको पिक्चर, गेसिस्ट भनेको स्टोरी. सो हल्का पिक्चर हेरेर के भइरहेछ त त्यहाँनिर भनेर एउटा स्टोरी जस्तो बनाउने अथवा एक्सप्लेन गर्ने भनौँ न, त्यो पनि हामीले लर्न गर्छौँ. सो लेट्स मुभ फरवर्ड. तर यो अब टपिकहरूमा जम्प गरिहाल्नुभन्दा अगाडि चाहिँ हाम्रो हिजोको एउटा टेक्स्टको पनि कुरा गरौँ हामी. हिजो मैले तपाईँहरूलाई एउटा टेक्स्ट दिएको थिएँ र सँगसँगै एउटा सानो एक्सर्साइज पनि दिएको थिएँ नम्बरहरू फिलअप गर्ने. सो त्यो पनि रिलेटेड टु सिटी नै थियो होइन. सिटीको टपिकमा सिटीमा के हुन्छ अनि सिटीलाई थोरै एक्सप्लेन गरेको हुन्छ नि. सिटीमा भएको कुराहरूको थोरै सानो सानो एक्सप्लेनेसनहरू थियो यसमा. तपाईँहरूले सबै कुरा बुझ्नुपर्छ भन्ने छैन यसमा. यसमा जस्ट सिटीको एलिमेन्टहरू जस्तै हामीले पढेको कुराहरू के आएको छ त यहाँनिर? बानहोफको बारेमा आएको छ, राथहाउसको बारेमा आएको छ, मार्टको बारेमा आएको छ, फ्लुग हाफेनको बारेमा आएको छ र किर्सको बारेमा आएको छ. यो कुराहरूलाई हल्का एक्सप्लेन गरेको हेरौँ. र नम्बर्सहरू होइन, किनभने हामीले अहिले नम्बर लर्न गर्दैछौँ, त्यही भएर नम्बरको पनि हल्का फुल्का यहाँनिर ऊहरू दिएको छ. सो यो नम्बरहरू पनि तपाईँहरूले प्र्याक्टिस गरिरहनु पर्ने हुन्छ बेला बेलामा. सो कतिको तपाईँहरूले राइट भन्न सक्नुभयो, कतिको राइट भन्न सक्नु भएन, त्यो कुराहरू याद गर्नुहोस्. प्लस अरू सानो सानो प्रनाउन्सिएसनहरू पनि तपाईँहरूले हेर्नु होला है त. सो म बिस्तारै पढेर सुनाउँछु तपाईँहरूलाई. तपाईँहरूले पज गर्दै हेर्न पनि सक्नुहुन्छ अथवा अझै स्लो गरेर पनि हेर्न सक्नुहुन्छ. यो चाहिँ अब रेकर्डेड भएको भएर तपाईँहरूले प्याक गरी गरी आफूले नबुझ्दासम्म, आफूलाई कन्फिडेन्ट नहुँदासम्म चाहिँ हेर्न पाउनुभयो है त. सो लेट्स गेट स्टार्टेड विथ बानहोफ. बानहोफको बारेमा के भनेको छ हेरौँ है त. इन एक्टस्टुन्डेन nach Warschau, in 6 Stunden nach München, in 4 Stunden nach Kopenhagen, in 2 Stunden nach Berlin. Jeden Tag fahren am Hamburger Bahnhof 720 Züge. सो बानहोफको बारेमा कुरा गरेको छ. बानहोफ इज ट्रेन स्टेसन. सो ट्रेन स्टेसनमा के चल्छ त? च्युग मतलब ट्रेन है. म हल्का यहाँनिर मिनिङहरू पनि लेखिदिन्छु. यो चाहिँ प्लुरलमा छ. ट्रेन्सको बारेमा भनेको छ. कतिवटा ट्रेनहरू चल्छ, कहाँ कहाँ जान्छ त्यो भनेको छ. जस्तै
स्टुन्डन भनेको आवर्स। अलि इम्पोर्टेन्ट वर्डहरूको चाहिँ म मिनिङ पनि भनिदिन्छु है त। यति घन्टामा वार्साउ जान्छ, यति घन्टामा म्युन्सन जान्छ, यति घन्टामा कोपनहागन जान्छ। यो सबै नामहरू के को नाम छ त? सिटीहरूकै नाम छ। डिफ्रेन्ट स्टार्टहरूको नाम छ। अनि यति यति घन्टामा जान्छ भनेर भनेको छ होइन। हाम्बुर्गको ट्रेन स्टेसनबाट यति चाहिँ ट्रेनहरू। येडेन ट्याग इज एभ्री डे, एभ्री डे, हरेक दिन। फारन, फारन भनेको टु राइड, टु ड्राइभ, अथवा यो चाहिँ ट्रेन चल्छ भनेर भन्न खोजेको फारन भनेको चाहिँ। सो यस, नेक्स्ट इज दास राथहाउस। राथहाउसको बारेमा के भनेको छ हेरौँ है त। दास राथहाउस इन हाम्बुर्ग besuchen jedes Jahr mehr als 100.000 Menschen aus aller Welt. Es ist über 110 Jahre alt. Das Rathaus ist 111 Meter breit und der Turm in der Mitte ist 112 Meter hoch. So राथहाउसको बारेमा कुरा गरिएको छ। What is राथहाउस? राथहाउस इज द सिटी हल है, सिटी हल हाम्बुर्गमा भएको राथहाउसको बारेमा कुरा गरिरहेछ। सो लेट्स सी यहाँनिर के वर्ब्सहरू युज भएको छ। बेजुखन, बेजुखन इज टु भिजिट, भिजिट। सो हाम्बुर्गमा भएको राथहाउस भिजिट गर्छन्। कसले भिजिट गर्छन् त? यतिजना मेन्सन, मेन्सन भनेको पिपल होइन, यतिजना पिपल। येडेस यार इज एभ्री इयर, एभ्री इयर। सो तपाईँले यहाँनिर हल्का के कुराहरू कमन कुराहरू देख्न सक्नुहुन्छ। जस्तै यहाँनिर टाइमको कुराहरू पनि दिएको छ है। सो यदि नयाँ केही भोक्याबुलरीहरू तपाईँले सिक्नुभयो अथवा यहाँ यो टपिकहरूमा आयो भने चाहिँ ट्राई टु कनेक्ट गर्न खोज्नुहोस् है। जस्तै आज मैले हल्का टाइमको बारेमा यहाँनिर आएको छ, आवर होइन। अनि त्यसपछि डे, डे भनेको पनि टाइममा पर्छ। त्यसपछि के भयो? इयर, इयर भनेको पनि टाइममा पर्छ। सो यसरी हेर्नुहोस् है, यु क्यान कनेक्ट। यसरी पढ्यो भने चाहिँ याद हुन्छ के। सो येडेन भन्नेले चाहिँ एभ्री भनेर देखाएको छ, यहाँ पनि येडेस भन्नेले चाहिँ एभ्री भनेर देखाएको छ। यसमा लास्टको एउटा लेटर मात्रै फरक छ। यो लेटर किन फरक भयो भने यो पछाडिको वर्डको आर्टिकलले गर्दाखेरि फरक भएको हो कि। अब जस्तो तपाईँहरूलाई मैले वर्डहरू सिकाइरहेको छु भने आई थिङ्क इट्स बेटर टु लर्न विथ आर्टिकल। सो डी स्टुन्ड, 1 घन्टा भन्नु पर्यो भने डी स्टुन्ड। यो चाहिँ आवर्स, प्लुरल 8 भनेको छ नि त, प्लुरल भएको भएर लास्टमा एन थपेको है। भोलि चाहिँ हामी प्लुरलको पनि हामी कुरा गर्छौँ, जस्तै कसरी प्लुरल वर्डहरू बन्छ भनेर कुरा गर्छौँ। आजको लागि चाहिँ यसरी ए स्टुन्ड भनेको सिङ्गुलर, स्टुन्डेन भनेको प्लुरल रहेछ भनेर याद गर्नु होला। ट्याग, ट्याग भनेको डियर ट्याग। यार, यार भनेको दास, दास यार। सो यो दुइटाको आर्टिकल फरक भएको भएर चाहिँ यो अगाडिको वर्डको लास्टको लेटर पनि फरक भएको हो। अहिलेको लागि तपाईँले त्यसलाई त्यति धेरै सिरियसली लिनु पर्दैन। तर यो दुइटैको मिनिङ के हो त? एभ्री, हरेक दिन, हरेक वर्ष हो। आर्टिकल किन इम्पोर्टेन्ट छ भने चाहिँ यस्तो सानो सानो कुराको लागि चाहिँ इम्पोर्टेन्ट हुन्छ क्या। तपाईँहरूलाई अहिले त त्यति फरक पर्दैन, पछि यो चाहिँ अब A to B1मा पुगेपछि चाहिँ यसले अलिअलि फरक पार्छ। A1मा चाहिँ खासै मतलब हुँदैन है। म तपाईँहरूलाई अनेस्टली नै भनिदिन्छु कि A1मा चाहिँ आर्टिकलको त्यति धेरै महत्त्व हुँदैन। तर A1 भनेको चाहिँ फाउन्डेसन हो। तपाईँले A1मा राम्रोसँग यो दास, ए यार भनेको दास यार रहेछ भनेर पढ्नुभयो भने तपाईँले A2मा B1मा गएर यसरी यसलाई करेक्ट लेटर गर्न सक्नुहुन्छ। र ए ट्याग भनेको डियर ट्याग हो भनेर तपाईँले यसलाई करेक्ट गर्न सक्नुहुन्छ। तर तपाईँलाई थाहा नै छैन ट्याग भनेको दिन भनेर थाहा छ, तर यसको आर्टिकल के हो भनेर थाहा छैन भने अगाडिको वर्ड पनि मिस्टेक हुँदै जान्छ है। सो यस्तो कुराहरू चाहिँ सकेसम्म म जस्ट इम्पोर्टेन्स मात्र भन्न खोजेको है। अब पढ्ने नपढ्ने, याद गर्ने नगर्ने तपाईँहरूको कुरा। तर A1को लागि चाहिँ इट्स नट भेरी इम्पोर्टेन्ट। तपाईँले कति सिक्न चाहनुहुन्छ होइन, कतिको सिरियसली लिनुहुन्छ, त्यो चाहिँ एभ्रिथिङ अपन यु। ओके, सो भिजिट, भिजिट गर्छन् हरेक वर्ष। मोर देन, मेयर आल्स भनेको मोर देन, यतिजना मान्छे, पिपल, मेन्सन पिपल। हाउस आलर वेल्ट, फ्रम अल ओभर द वर्ल्ड भन्न खोजेको है। वेल्ट इज द वर्ल्ड। एस इस्ट युबर, इट इज मोर देन, युबर भनेको मोर देन, यति, यार आल्ट। सो इयर ओल्ड, मोर देन
110 years old यति पुरानो छ भनेको छ। अनि यति मिटर ब्राइट भनेको वाइड, यति मिटर वाइड छ र द टुम भनेको टावर, टावर इन द मिडल बिचको टावर चाहिँ यति मिटर अग्लो, होक भनेको अग्लो हाई, ब्राइट भनेको वाइड होइन, यो लम्बाइ र चौडाइ भनेको जस्तै हो। यो जस्ट रात हाउसलाई चाहिँ डिस्क्राइब गरेको भनौँ न। सो यो वर्ड पनि अलिक इम्पोर्टेन्ट नै छ है, याद गर्नु होला। बेजुखन, बेजुखन इज टु भिजिट, घुम्नु, भिजिट गर्नु। अर्को कुरा गरेको छ मार्कको बारेमा। मार्क चाहिँ कति वर्ष पुरानो, अब हेर्नुहोस् है, यहाँनिर वर्ष पुरानो भनिसकेपछि यहाँनिर पनि वर्ष पुरानो, मोर देन यति वर्ष पुरानो। हियर, हियर यहाँ, कान मान फास्ट आलेस काउफन, फास्ट भन्ने वर्ड चाहिँ अब इङ्ग्लिसमा चाहिँ फास्ट भनेको छिटो भनेर भनिन्छ, तर जर्मनमा चाहिँ फास्ट भनेको अलिकति डिफ्रेन्ट छ, अलमोस्ट है। फास्ट भनेको अलमोस्ट, आलेस, आलेस भनेको सबै एभ्रिथिङ, तर फास्ट आलेस भनेको अलमोस्ट एभ्रिथिङ, झन्डै झन्डै सबै कुरा भन्छ नि होइन। सो झन्डै झन्डै सबै कुरा, काउफन इज टु बाई। यहाँनिर झन्डै सबै कुरा किन्न सकिन्छ भनेको सबै कुरा किन्न सकिन्छ त सकिँदैन, तर अलमोस्ट सबै कुरा किन्न सकिन्छ। निस्ट नुवर फिस, नट ओन्ली फिस। यस्तो यो सानो सानो कुराहरू चाहिँ याद गर्नु होला। जस्तै फास्ट भनेको अलमोस्ट, कस्तो झुकाउँछ कि यस्तो कुराले, फास्ट इज अलमोस्ट। अहिले चाहिँ रियलाइज हुँदैन होइन, यो चाहिँ एक्जाम दिने बेलामा रियलाइज हुन्छ कि। अनि त्यसपछि नुवर, नुवर भनेको अन्ली, तर मैले यसरी लेखिदिँदा हुन्छु छेउछेउमा, मैले केही कुरा मलाई अलिकति इम्पोर्टेन्ट छ जस्तो लाग्यो भने चाहिँ मैले यसरी लेखिदिन्छु, तपाईँहरूले याद गर्नु होला है। सो दिज आर अल्सो इम्पोर्टेन्ट स्टफ्स। निस्नुवर फिस भनेको नट ओन्ली फिस, तपाईँले माछा मात्रै होइन, तपाईँले अलमोस्ट एभ्रिथिङ किन्न सक्नुहुन्छ भनेर भनेको छ। प्रो यार, पर इयर, कमेन, कमेन इज टु कम, 5 मिलियन बेजुखर। अब हेर्नुहोस् है यहाँनिर, यहाँनिर बेजुखन भनेको के छ, भिजिट। यो कसरी आएको छ, एज अ भर्ब आएको छ। भर्ब भनेको के हो, भर्ब भनेको काम है, भर्ब भनेको जहिले पनि एक्सन, उसमा पनि इङ्ग्लिसमा पनि भन्छ नि भर्ब्स आर एक्सन वर्ड भनेर। सो बेजुखन भनेको भिजिट गर्ने काम, र यहाँनिर के भनेको छ, बेजुखर, यो चाहिँ केसँग आएको, एज अ नाउन आएको छ भनेपछि बेजुखर भनेको भिजिटर्स। सो तपाईँलाई एउटा कुरा आयो भने कहिलेकाहीँ चाहिँ तपाईँले ए यो भनेको भर्ब हो, ए सेम छ वर्ड, अलिकति मात्रै डिफ्रेन्ट छ भनेपछि ए यो सेम कुरा हो भनेर तपाईँले बुझ्न सक्नुहुन्छ कि, किनभने जरा चाहिँ सेम नै हुन्छ कि जर्मन ल्याङ्ग्वेजमा। सो तपाईँलाई केही कुराको अलिकति हिन्ट मात्र पाउनुभयो भने त्यसबाट धेरै कुराहरू डिराइभ गर्न सक्नुहुन्छ। सो पढ्दाखेरि त्यसरी मैले केही कुरा इम्पोर्टेन्ट छ भनेर त्यसरी मार्क गरिदिएँ भने चाहिँ त्यसबाट याद गर्नु होला, तपाईँले धेरै कुराहरू रिलेट गर्न सक्नुहुन्छ है। सो बेजुखर भनेको भिजिटर, बेजुखन भनेको भिजिट गर्ने काम, यो मान्छे, यो चाहिँ काम। अर्को कुरा गरेको छ किर्सको बारेमा, किर्स अथवा चर्चको बारेमा। सो यो चर्च पनि हाम्बुर्गको फेमस चर्च होइन। फेमस चर्च भनेर कसरी थाहा भयो त, यस्ता जिम्बोल फोन, हाम्बुर्ग भनेको इज द सिम्बोल अफ हाम्बुर्ग। जस्तै हामीले काठमाडौँमा धरहरा भनेर भन्छौँ नि होइन, अब त्यो पनि एउटा सिम्बोल अफ काठमाडौँ जस्तो भयो नि त हो। त्यस्तै गरेर चर्च भनेर भनेको छ, त्यसको बारेमा हल्का एक्सप्लेन गरेको छ यहाँनिर। हियर इज प्लाट्स, प्लाट्स भनेको स्पेस अथवा ठाउँ, कसको लागि ठाउँ छ त, 2500 मेन्सन, मेन्सन भनेको फेरि के हो, पिपल। सो यतिजना मान्छेको लागि ठाउँ छ। टुर्म भन्ने वर्ड फेरि आयो, टुम भनेको के हो त, यहाँनिर पनि थियो टावर। सो टावर चाहिँ यति मिटर अग्लो छ। अनि इन 280 मिटर höhe भनेको जस्तै यदि यो चाहिँ टावर भयो अरे अनि यो चाहिँ 132 मिटर अग्लो छ भने 82 मिटर भनेको अब लगभग कति यति होला, फर इक्जाम्पल होइन, यति मिटर höhe भनेको यति हाइटमा चाहिँ, यति हाइटमा नाक 453 स्टुफेन भनेको आफ्टर 453 स्टेप्स होइन, यति यति उसहरू या स्टेपहरू पछि इस्ट होइन प्लेटफर्म, यहाँनिर चाहिँ एउटा प्लेटफर्म जस्तो छ, यसो बाहिर निस्केर हेर्न मिल्ने ठाउँ अथवा होइन अलिकति ठाउँ छ अरे।
फोन हियर कान मान डेन हाफेन जेहेन। यहाँबाट चाहिँ के देख्न मिल्छ रे? हाफेन देखिन्छ अरे। हाफेन भनेको के हो? हाफेन भनेको हाफेन इज द सी पोर्ट। सी पोर्ट अथवा के बन्दरगाह भनेर भन्छ होइन नेपालीमा। सो हाफेन। सो द नेक्स्ट टेक्स्ट इज अबाउट हाफेन त हाफेन, तर कस्तो हाफेन त? फ्लुग हाफेन। सो सी पोर्टलाई चाहिँ हाफेन भनिन्छ र एयरपोर्टलाई चाहिँ फ्लुग हाफेन भनिन्छ। एउटा वर्ड थपेर के भन्यो त? एयरपोर्ट भन्यो। सीपोर्टबाट एयरपोर्ट। मैले भने नि वर्डहरूको रुट सेम हुन्छ कि मोस्ट अफ द वर्डहरूको रुट सेम हुन्छ। तपाईँले एकदम इन्ट्रेस्ट देखाएर अलिकति हुन्छ नि रिसर्च गर्ने हिसाबले, अलिकति कनेक्ट गर्ने हिसाबले लर्न गर्नुभयो भने चाहिँ धेरै सजिलो हुन्छ। कण्ठ गर्ने हिसाबले लर्न गर्नुभयो भने चाहिँ अलिकति गाह्रो हुनसक्छ। सो ट्राई टु कनेक्ट कनेक्ट द डट्स गर्न खोज्नुहोस्, तपाईँलाई सजिलो लाग्दै जान्छ। सो एयरपोर्टको बारेमा के भनेको छ? दुईवटा टर्मिनल, यति एउटा एयरलाइन, यति चिल। चिल भनेको अब एयरपोर्टको बारेमा कुरा भइरहेछ भनेपछि चिल भनेको डेस्टिनेसन। चिलको चाहिँ दुईवटा मिनिङ छ है। जस्तै अघि मैले तपाईँलाई फर्स्टमा, म तपाईँलाई फेरि देखाउँछु ल। फर्स्टमा जस्तै मैले तपाईँलाई यो देखाएको छु नि, यसलाई पनि चिल भन्न मिल्छ के। जस्तै लर्निङ गोल्स भनेको छ नि, यसलाई चाहिँ जर्मनमा ल्यान्ड चिल पनि भनिन्छ। ल्यान्ड चिल। ल्यान्ड भनेको लर्न गर्ने, चिल भनेको चाहिँ गोल्स। ए गोललाई चाहिँ चिल भनेर भनिन्छ। सो एउटा यो भयो मिनिङ चिलको। अर्को मिनिङ भनेको चाहिँ कहाँ गयो? अर्को मिनिङ भनेको चाहिँ डेस्टिनेसन। जस्तै यो पनि गोल्स नै त हो नि। जस्तै अब म एयरपोर्टमा छु अनि म यदि काहीँ गइरहेको छु भने त्यो मेरो डेस्टिनेसन अथवा त्यो मेरो गोललाई चाहिँ के भनिन्छ? चिल डेस्टिनेसन है। अनि त्यसपछि भनेपछि यति यतिवटा ठाउँमा चाहिँ प्लेनहरू जान्छ भनेर भन्न खोजेको हो। अफ देयर गान्चेन वेल्ट इन द होल वर्ल्ड होइन, संसारको यति ठाउँमा चाहिँ जान्छ प्लेनहरू। त्यो चाहिँ हाम्बुर्गको एयरपोर्ट हो। हियर गिफ्ट इज मेयर आस जेक्सिस गेसेफ्ट। गेसेफ्ट भन्ने वर्ड पनि हामीलाई सिटीमा चाहिँ इम्पोर्टेन्ट नै वर्ड हो। यो भनेको पसल, पसल अथवा सप, सप्स। उन रेस्टुरेन्ट्स, अनि यतिवटा रेस्टुरेन्ट छ भनेर भन्न खोजेको छ। सो हल्का फुल्का वर्डहरू आएको छ। तपाईँले यो सानो सानो वर्डहरू याद गर्नुभयो भने चाहिँ यो टेक्स्ट पनि बुझिन्छ। होइन भने टेक्स्ट 100% बुझ्नलाई जरुरी पनि छैन। अहिलेको लागि के बुझ्नु पर्यो त? नम्बर्स र हल्का फुल्का ठाउँहरूको नाम के आएको छ त्यो मात्र बुझ्नु पर्यो। सो तपाईँहरूले पनि पढ्नलाई ट्राई गर्नु होला। कतिको आयो हेर्नुहोस्। अब यो आफ्टर अल दिस मैले सबै भनिसकेपछि चाहिँ अब ट्राई गर्नुहोस् अनि रेकर्ड गर्नुहोस् कि आफूले रेकर्ड गर्नुहोस् अनि कस्तो सुनिन्छ हेर्नुहोस्। क्यापिटल 3मा छौँ हामी भर्खरै। तपाईँले पर्फेक्ट हुनुपर्छ भन्ने छैन। जस्ट जे पाइ त्यही भए पनि ट्राई गर्नुहोस्। जे पाइ त्यही हुँदा हुँदै हुँदा हुँदै 3मा अलिक नराम्रो छ हुँदै 4मा अलिकति बेटर हुँदै जान्छ, 5मा अलिक बेटर हुँदै जान्छ, अनि त्यसपछि 6, 7मा पुग्दाखेरि राम्रो 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 हुँदै जान्छ। सो अहिले नै तपाईँले खतरा पढ्नुपर्छ भन्ने छैन, नजाने पनि पढ्नुहोस्। सो अब हामी अलिकति गाह्रो टपिकतिर जाउँ है। सो पहिलो भनिदिन्छु म अलिकति गाह्रो छ भनेर। आर्टिकल यो पढिसकेको कुरा हो। आर्टिकल भन्ने बित्तिकै दिमागमा के आउनु पर्यो त? आर्टिकल भन्ने बित्तिकै डियर डी दास भन्ने कुरा आउनु पर्यो। डियर डी दास, सिङ्गुलरमा डियर डी दास, प्लुरल के हो त? डी। यो कुरा चाहिँ झट्ट आइहाल्नु पर्यो है। सो आर्टिकल यसलाई दुईवटा उसमा क्लासिफाई गर्न सकिन्छ। इङ्ग्लिसमा पनि यसलाई डेफिनेट र इन्डेफिनेट आर्टिकल भनेर भनिन्छ। जर्मनमा चाहिँ बेस्टिम्ड आर्टिकल र उनबेस्टिम्ड आर्टिकल भनेर भनिन्छ। सो बेस्टिम्ड आर्टिकल भनेको डियर डी दास नै हो, जुन हामीले अलरेडी पढिसकेको थियौँ। सो मास्कुलिनमा डियर, फेमिनिनमा डी, नोइट्रममा दास, प्लुरलमा पनि डी नै हुन्छ भनेर हामीले लर्न गरेको थियौँ। सो यो चाहिँ के हुन्छ त? हरेक वर्डको केही न केही आर्टिकल हुन्छ भनेर मैले भनेको थिएँ। तपाईँहरूले कुनै नयाँ वर्ड लर्न गर्दाखेरि चाहिँ विथ आर्टिकल पढ्नुभएको राम्रो हुन्छ। जस्तै अघि मैले भने नि डी स्टुन्ड आवर। आवर भन्ने वर्ड के हुँदो रहेछ त? फेमिनिन हुँदो रहेछ। अब तपाईँले फेमिनिन भनेर यसलाई यो फेमिनिन रहेछ भनेर बुझ्दा पनि भयो, यसको आर्टिकल डी हो भनेर बुझ्दा पनि भयो। वाट एभर फिल कम्फोर्टेबल टु यु, तपाईँलाई जसरी आउँछ तपाईँले त्यसरी गर्नुहोस् है। जस्तै दिन भन्ने वर्ड डियर टाग, टाग भनेको दिन होइन। सो दिन भन्ने वर्ड चाहिँ
मास्कुलिन हो होइन। अब तपाईँले मास्कुलिन हो यो भनेर बुझ्नु भए पनि हुन्छ, यो वर्ड मेल हो भनेर बुझ्नु भए पनि हुन्छ, अथवा यसको आर्टिकल चाहिँ डेयर हो भनेर बुझ्नु भए पनि हुन्छ। तर के थाहा हुनु पर्यो त तपाईँलाई, ट्याग भन्ने वर्डको आर्टिकल डेयर हो भनेर चाहिँ थाहा हुनु पर्यो। सो बेस्टिम्ड आर्टिकल भनेको चाहिँ यसलाई चाहिँ कसरी पनि बुझ्न सकिन्छ भने तोकेको, केही कुराको तोकेको आर्टिकल अथवा रियल आर्टिकल चाहिँ यो यसरी बुझिन्छ है। सो मेल फिमेल न्युट्रल यो त हामीलाई थाहा छँदैछ। प्लुरल चाहिँ सबै डी नै हुन्छ है। अनि यहाँनिर चाहिँ मैले के राखिदिएको छु भने कमन वर्ड्स, तपाईँलाई A1मा जान्नै पर्ने वर्डहरू हो कि यिनीहरू चाहिँ। तर यो यिनीहरू त जान्नु नै परिहाल्यो, यति मात्रै होइन, देयर आर मोर 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 सो मच मोर देन दिस, एकदमै धेरै वर्डहरू हुन्छ। तर अहिलेको लागि चाहिँ जस्ट अब आर्टिकल भन्ने बित्तिकै होइन, के कुराको कस्तो आर्टिकल हुन्छ भनेर पनि तपाईँले यहाँनिर हेर्न मिल्छ। जस्तै झ्याललाई भन्छ दास फेन्स्टर, घडीलाई भन्छ डिउअर, स्टुल इज डियर स्टुल, चाइल्ड बच्चालाई भन्छ दास किन्ड, ब्याग अथवा ह्यान्ड ब्यागलाई भन्छ डिटासर, ग्लास इज दास ग्लास, नोटबुक इज दास हेफ्ट, कम्प्युटरलाई डियर कम्प्युटर, बुक इज दास बुक, ढोकालाई भनिन्छ डी ट्युर, पेनलाई भनिन्छ डियर कुकेल स्क्राइबर। यसलाई चाहिँ सर्ट फर्ममा डियर कुली पनि भन्न सकिन्छ। तपाईँले यो कुली भनेको पनि धेरै सुन्नुहुन्छ, धेरैले जसले कुकेल स्क्राइबर भन्ने वर्ड युज गर्दैन, कुली भनेर युज गर्छ धेरै जस्तो। फोन मोबाइललाई भन्छ दास ह्यान्डी, यो चाहिँ अलिकति पुरानो मोबाइललाई चाहिँ ह्यान्डी भनेर भनिन्छ। अहिलेको हाम्रो नयाँ फोनलाई चाहिँ स्मार्टफोन भनेर पनि भनिन्छ। एप्पललाई डियर एप्पल, पेन्सिल इज कल्ड डियर ब्लाइस्टिफ्ट, टेबल इज कल्ड डियर टिस। यो सँगसँगै अघि भर्खरै मैले एउटा याद आएको वर्ड पनि भनिदिन्छु है, दास बिल्ड। यो पनि तपाईँले नोट गर्नु होला यो सँगसँगै, किनभने यो पनि इम्पोर्टेन्ट वर्ड हो। बिल्ड भनेको चाहिँ पिक्चर, जस्तै तपाईँले भित्तामा झुन्डाको पिक्चरदेखि लिएर जस्तो सुकै पिक्चरलाई पनि के भन्न मिल्छ, बिल्ड भनेर भन्न सकिन्छ। यो पनि लेख्नु अघि भर्खरै मलाई नोटिस भएको भएर मैले थपिदिएको है। सो जस्ट कमन वर्ड्सहरू हो। आर्टिकल पढ्दाखेरि चाहिँ यसरी, जस्तै तपाईँले आर्टिकल कुन कुन वर्डको के आर्टिकल हुन्छ भनेर लर्न गर्दै हुनुहुन्छ भने एउटा टेबल नै बनाएर डेयर डेयर भएकोहरूलाई एक ठाउँमा, डिडी भएकोहरूलाई एक ठाउँमा, दास दास भएकोहरूलाई एक ठाउँमा राख्न सक्नुहुनेछ है। अलिकति इजी होस् भनेर है त। तर अझै कण्ठ गर्नुपर्छ भन्ने छैन, बिस्तारै विथ टाइम तपाईँले आफै कण्ठ हुन्छ, याद गर्नु होला। विथ टाइम आफै जति तपाईँले किन्ड भनेको दास किन्ड हो भन्दा 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 बिस्तारै आफै याद हुन्छ कि किन्ड चाहिँ दास रहेछ भनेर। सो प्रेसर लिएर गर्नुपर्ने कुरा चाहिँ होइन। आज हामी उनबेस्टिम्ड आर्टिकलको बारेमा पनि पढ्छौँ। सो म तपाईँहरूलाई उनबेस्टिम्ड आर्टिकल भनेको के हो भनेर बुझाइदिन्छु, अनि सायद तपाईँलाई अलिकति सजिलो हुनसक्छ। तर फेरि कण्ठ गर्नुपर्ने कुराहरू चाहिँ कण्ठ गर्नै पर्छ है। यो आर्टिकल भनेको चाहिँ कण्ठै गर्नुपर्छ। जस्ट यो भनेको टपिक के हो भनेर बुझ्ने कुरा मात्रै हो, अलिकति सजिलो चाहिँ हुनसक्छ। टपिक अलिकति भास्ट हुँदै गएपछि अलिकति अन्डरस्ट्यान्डिङ पनि बढ्दै जान्छ कि बुझिँदै गइन्छ। सो मास्कुलिन, नोएट्रुम, फेमिनिन हाम्रो छँदैछ है सिङ्गुलरमा, यो तिनवटा छ। यो तिनवटालाई चाहिँ हामीले एउटा बेस्टिम्ड आर्टिकलमा एक्सप्रेस गर्न सक्छौँ होइन, अर्को उनबेस्टिम्ड आर्टिकलमा एक्सप्रेस गर्न सक्छौँ। बेस्टिम्ड आर्टिकल हामीले पढेको, यसलाई सजिलो भाषामा बुझ्नको लागि तोकिएको केही कुरा तोकेर भन्नुहुन्छ भने बेस्टिम्ड आर्टिकल होइन। जस्तै बानहोफ, डियर बानहोफ, होटेलको आर्टिकल। अब यहाँनिर नोइट्रुम भन्ने बित्तिकै के हुन्छ त, दास होटेल। कुन तपाईँले यदि होटेललाई तोकेर भन्नुहुन्छ भने दास होटेल। फेमिनिन, फेमिनिन के हुन्छ, फेमिनिनको आर्टिकल डी हुन्छ है। यहाँनिर छ स्ट्रास, स्ट्रास भनेको स्ट्रिट, बाटो अथवा स्ट्रिट। तपाईँले कुनै स्ट्रिटलाई तोकेर भन्नुहुन्छ भने डी स्ट्रास। अनि यो चाहिँ के हो त, प्लुरल हो। प्लुरल प्लुरल जहिले पनि के हुन्छ, प्लुरल चाहिँ डी नै हुन्छ। यो चाहिँ कण्ठ गर्नु पनि पर्दैन, यत्तिकै डी हुन्छ। सो यहाँनिर चाहिँ बेकान्ट भनेर पनि भनेको छ। बेकान्ट भनेको चाहिँ नोन, थाहा भएको अथवा तोकेको पनि भन्न सकिन्छ। थाहा भएको, यो यसरी बुझ्न पनि सजिलो नै हुन्छ है त। केही कुरा थाहा भएको, जस्तै कुन चाहिँ बानहोफ भनेर भन्दाखेरि हाम्बुकको बानहोफ होइन, जुनसुकै बानहोफ त होइन नि त। होटेल, कुन चाहिँ होटेल भन्दाखेरि वाग्नर होटेल होइन, अथवा अन्नपूर्ण होटेल, एभरेस्ट होटेल। तपाईँलाई थाहा छ नि त कुन चाहिँ होटेल, जुनसुकै होटेल त होइन। स्ट्रास, कुन चाहिँ स्ट्रिट त, म्युलर स्ट्रास, तपाईँलाई नाम थाहा छ नि होइन। सो हो त्यसरी यदि ऊ गर्यो। सिप, कुन चाहिँ सिप त, जुन सिप चाहिँ
हाफ एन्डमा छ अथवा पोर्टमा छ त्यो सिप होइन। यदि कुनै कुरा तोकेको अथवा थाहा भएको नोन छ भने चाहिँ त्यो के भयो त बेस्ट आर्टिकल भयो। तर केही कुरा तपाईँलाई थाहा छैन होइन, जस्तै तपाईँ एउटा स्टेसनरीमा जानुभएको छ अरे अनि तपाईँ पेन किन्न जानुभयो अरे कि तपाईँले पसलेलाई के भन्नुहुन्छ त, मलाई एउटा पेन दिनुहोस् न भनेर भन्नुहुन्छ। तपाईँले के भन्नुभयो, एक्ज्याक्टली के भन्नुभयो त, मलाई एउटा पेन दिनुहोस्। म तपाईँलाई नेपालीमा पनि सिकाउँछु है, मलाई एउटा पेन दिनुहोस्। यही कुरालाई तपाईँले इङ्ग्लिसमा भन्नु पर्यो भने, यही कुरालाई तपाईँले इङ्ग्लिसमा भन्नु पर्यो भने के भन्नुहुन्छ त, गिभ मी अ पेन। तपाईँ तोकेर भन्नुभयो त यो पेन दिनुहोस् त्यो पेन दिनुहोस् होइन, अब ब्लू कलरको रेड कलरको अथवा यो कम्पनीको त्यो कम्पनीको भनेर भन्नुभयो त भन्नु भएन। जस्ट तपाईँले जेनरल कुरा गर्नुभयो भने नतोकिकन के भनिन्छ इङ्ग्लिसमा, अ भनेर भनिन्छ, अ पेन है। इम्पोर्टेन्ट कुरा यही नै हो यहाँनिर। अब तपाईँले स्टेसनरी जानुभयो अरे फेरि अनि तपाईँले चाहिँ तोकेर तपाईँलाई चाहिँ रातै पेन चाहिएको छ अरे के भने तपाईँले के भन्नुहुन्छ त, गिभ मी द रेड पेन। अब यो चाहिँ तपाईँले यदि रेड पेन भनेर तोकेर भन्दै हुनुहुन्छ भने तपाईँले चाहिँ द भनेर भन्नुहुन्छ है। इङ्ग्लिसमा चाहिँ यसलाई यसरी बुझिन्छ के हो, द भनेर कसरी बुझ्यो त, तपाईँले तोकेर भन्नुभयो। अ भनेर कुन कसरी भन्नुभयो त, तपाईँलाई जुनसुकै भए पनि हुन्छ, तपाईँले नतोकिकन अथवा थाहा नभइकन अथवा अननोन होइन भन्नुभयो भने त्यसरी खासमा चाहिँ त्यसरी बुझिन्छ के। अब यहाँनिर पनि तपाईँले एक्जाम्पल हेर्न सक्नुहुन्छ, दास इज आइन बानहोफ भनेको द्याट इज अ ट्रेन स्टेसन। तपाईँलाई थाहा छ कुन चाहिँ ट्रेन स्टेसन हो, थाहा छैन भने तपाईँले आइन भनेको अ भने जस्तै भयो, अथवा एउटा यो चाहिँ एउटा ट्रेन स्टेसन हो। तर यहाँनिर के भयो त, तपाईँले तोकेर भन्नुभयो कि यो चाहिँ हाम्बुर्गको ट्रेन स्टेसन हो। फेरि यो एउटा होटेल हो, यो होटेलको नाम वाग्नर हो। अब तोकेर भन्दाखेरि दास, नतोकी भन्दाखेरि आइन, अ भने जस्तै। त्यस्तै फेमिनिनमा तपाईँले जेनरल एउटा कुरा, यो चाहिँ एउटा बाटो हो भन्नुहुन्छ भने दास इज आइन स्ट्रास। तर तोकेर यो बाटोको नाम चाहिँ प्रगति मार्ग हो अथवा यो बाटोको नाम चाहिँ समथिङ समथिङ हो भन्नुभयो भने चाहिँ त्यो चाहिँ तोकेर भनेको भयो। जस्ट त्यति मात्र, कन्सेप्ट चाहिँ त्यति मात्रै हो होइन। अब के हुँदो रहेछ उन्बेस्टिमटा आर्टिकल यहाँ हेरौँ है त। सो दुईटा वर्ड छ, आइन र आइन। यसको एकदम सिम्पल ऊ भनेको चाहिँ हामीले अ भने जस्तै कि अ अथवा एन। हामीले उसमा इङ्ग्लिसमा चाहिँ अ र एन भनेर भन्छौँ भवेल र कन्सोनेन्टलाई। तर जर्मनमा चाहिँ यो भवेल र कन्सोनेन्ट भनेर हेरिँदैन। यसलाई चाहिँ यदि मास्कुलिन र नोइट्रुम छ भने आइन भनिन्छ, यदि फेमिनिन छ भने चाहिँ आइन भनिन्छ। अथवा कसरी पनि बुझ्न सकियो त, जस्तै डेयर र दास लाग्ने वर्डहरू चाहिँ आइन हुने भयो, डी लाग्ने चाहिँ आइन हुने भयो। यसको स्पेसिफिक रुल छ भन्ने छैन। तपाईँले कुन बेलामा दास भन्ने, दास बान होफ भन्ने, कुन बेलामा चाहिँ आइन बान होफ भन्ने भन्ने एउटा त्यो स्पेसिफिक रुल अथवा यो भन्यो भने मिस्टेक, यो भन्यो भने करेक्ट भन्ने हुँदैन। तपाईँले आफ्नो बुझाइ अनुसार युज गर्ने हो। त्यो बुझाइ के हुनु पर्यो त, जस्तै त्यो केही कुरा तपाईँले तोकेर भन्दै हुनुहुन्छ, तपाईँलाई थाहा भएर भन्दै हुनुहुन्छ भने तपाईँले दास बान होफ भन्ने भयो। तपाईँले केही कुरा थाहा नभइकन जस्ट एउटा जेनरल कुरा गर्नुभयो भने अथवा स्पेसिफिक नभइकन भन्नुभयो भने आइन भन्ने हो। द ट्रेन स्टेसन भन्नु र अ ट्रेन स्टेसन भन्नु जस्तै हो यो चाहिँ है त। सो यसलाई पनि एकदम टाउको दुखाइ गर्नु पर्दैन, जस्ट हल्का कुराहरू याद गर्नुहोस् र मास्कुलिन र नोइट्रुममा के हुन्छ, फेमिनिनमा के हुन्छ भनेर मात्रै याद गर्नुहोस्। द्याट सुड बी इनफ है। यहाँनिर उसमा पनि दिएको छ इङ्ग्लिसमा ए र एन भने जस्तै हो भनेको छ। सो यो कुन बेलामा युज हुन्छ, जुन बेलामा केही कुरा अननोन छ, निस बेकान्ट इज अननोन अथवा नट स्पेसिफिक, केही कुरा स्पेसिफिक छैन भने चाहिँ नतोकिकन भन्दै हुनुहुन्छ भने त्यसरी भन्ने। जस्तै तपाईँले बाटोमा हिँड्दै हुनुहुन्छ अनि एउटा बिल्डिङ देख्नुभयो होइन, अनि हेर्दा चर्च जस्तै छ भन्यो भने तपाईँले इज द्याट अ चर्च, के यो चर्च हो भनेर सोध्नुभयो भने इज द्याट आइन किर्स। यो आइन किर्स कसरी भयो त, किर्सको रियल आर्टिकल चाहिँ डी किर्स हो नि त, त्यही भएर तपाईँले रियल आर्टिकल चाहिँ याद हुनुपर्छ के, डी किर्स। अब डी किर्सलाई यदि तपाईँले उन्बेस्टिन्ड आर्टिकल हालेर अथवा नतोकिकन भन्दै हुनुहुन्छ भने तपाईँले यसलाई
आइना किर्स पनि भन्न मिल्यो। इज द्याट अ चर्च भन्नु पर्यो भने इज दास डी किर्स भन्नुभन्दा इज दास आइना किर्स चाहिँ अलिक कमनली भनिन्छ। अनि हो भने या दास इज आइना किर्स, होइन भन्यो भने चाहिँ नाइन दास इज काइना किर्स। अब यो काइना भन्ने कुरा चाहिँ हामी भोलि पढ्छौँ, यसलाई फेरि आज गर्नु पर्दैन। भोलि म फेरि यसको बारेमा पनि अझै तपाईँहरूलाई बुझाइदिउँला। इज द्याट एन एयरपोर्ट, होइन के यो एउटा एयरपोर्ट हो? यस, द्याट इज एन एयरपोर्ट, अथवा हो यो चाहिँ एउटा एयरपोर्ट हो। हामीले नेपालीमा भन्दाखेरि एउटा भने जस्तो मात्रै हो कि आइन, होइन वर्डै आइन भन्ने बित्तिकै वान भने जस्तै हो नि त, होइन। सो याद गर्नु होला, यो चाहिँ भने जस्तै हो, अथवा नेपालीमा एउटा भने जस्तै हो। डेयरको ठाउँमा आइन भन्न मिल्छ, डीको ठाउँमा आइन भन्न मिल्छ, दासको ठाउँमा आइन भन्न मिल्छ। यो चाहिँ सेम नै है, आइन र आइन सेम नै छ। अनि प्लुरलमा चाहिँ केही पनि हुँदैन, किनभने यो एउटा भने जस्तै हो नि त, होइन। प्लुरलमा त एउटा बनिँदैन, प्लुरल भनेकै के हो त, धेरैवटा हो नि त, त्यही भएर प्लुरलमा केही पनि हुँदैन। ओके, सो आजको लागि के मात्रै याद गर्नुहोस् त, डेयरको ठाउँमा आइन पनि भन्न मिल्ने रहेछ, डीको ठाउँमा आइन पनि भन्न मिल्ने रहेछ, दासको ठाउँमा आइन पनि भन्न मिल्ने रहेछ। त्यसलाई के भन्छ त, उनबेस्टिम्ड आर्टिकल भन्दो रहेछ। र कुन बेलामा युज गरिन्छ त, केही कुरा नतोकिकन भन्दाखेरि अथवा केही कुरा अननोन छ भने चाहिँ युज गरिँदो रहेछ, र प्लुरलमा चाहिँ हुँदो रहेन रहेछ। त्यति कुरा याद गर्नुहोस्। र तपाईँहरूलाई एउटा एउटा सानो एक्सर्साइज है त, कतिको बुझ्नुभयो आफैले पनि हेर्नु होला। सो तपाईँले के गर्नु पर्यो त, आइन ओर आइन, जस्ट आइन लाग्छ कि आइन लाग्छ मात्रै, होइन। अब रुल याद गर्नुहोस् है, जस्तै कुन बेलामा आइन लाग्छ, कुन बेलामा आइन लाग्छ। यसको लागि तपाईँलाई हिन्ट, सबैभन्दा मेन कुरा के हो त, यो सबै वर्डहरूको रियल आर्टिकल के हो, तपाईँलाई त्यो रियल आर्टिकल चाहिँ थाहा हुनुपर्छ। र यदि रियल आर्टिकल डियर हो भने आइन, डियर हो भने आइन, दास हो भने आइन, फेमिनिन डी हो भने आइन, यदि प्लुरल डी हो भने के त, नथिङ, केही पनि चाहिँदैन है। अब यहाँनिर त प्लुरल वर्डहरू केही पनि छैन। तपाईँले के गर्नु पर्यो त, अब यो तिनवटा मध्ये कुन चाहिँ हो यो वर्डहरूको आर्टिकल पत्ता लगाउनु पर्यो, र त्यो अनुसार यहाँनिर चुज गर्नु पर्यो। इट्स इजी, जस्ट तपाईँले एकैछिन तपाईँको ब्रेनले काम गरोस् भनेर मात्रै है त, यति गर्नुहोस्, अलिकति तपाईँलाई सजिलो हुन्छ। र हो, यस्तो गर्दा गर्दै गर्दा गर्दै आर्टिकल याद हुने त्यसरी नै हो कि। सो आफै गर्नुहोस् है, आफै गर्नुहोस्। अनि यहाँनिर पनि यो चाहिँ के हो त, बेस्टिम्ड ओर उनबेस्टिम्ड आर्टिकल। तपाईँले यसमा स्पेसिफिक आर्टिकल लाग्छ कि जेनरल, होइन, न स्पेसिफिक आर्टिकल लाग्छ, त्यो थाहा पाउनु पर्यो। त्यो कसरी थाहा हुन्छ त, केही कुरा तोकेर भनेको छ भने बेस्टिम्ड, जस्तै होटेल भनेको छ, होटेलको नाम भनेको छ त छैन भनेपछि यहाँनिर उनबेस्टिम्ड लाग्ने रहेछ, होइन। यहाँनिर वाग्नर भनेर भनेको छ नि त, भनेपछि नाम तोकेर भनेको छ भनेपछि बेस्टिम्ड। यहाँनिर खोलाको बारेमा कुरा गरेको छ, तोकेको छ, यहाँनिर तोकेको छैन, उनबेस्टिम्ड। तोकेको छ, यहाँनिर नाम दिएको छ है भनेपछि बेस्टिम्ड। किर्स भनेको चर्च, चर्चको के यहाँनिर तोकेर भनेको छ, छैन भनेको उनबेस्टिम्ड। यहाँनिर नाम दिएको छ भनेपछि बेस्टिम्ड। अब यो चाहिँ तपाईँहरूले आफै लेख्नुपर्ने रहेछ है, आफै पनि लेख्नुहोस्। यो चाहिँ प्लुरल छ, फोटोज भनेको भएर यहाँ कहाँनिरको फोटोज भनेर भनेको छ, छैन भनेपछि उनबेस्टिम्ड। यहाँनिर तोकेर हामबुर्गको फोटो भनेर भनेको छ भनेपछि यो चाहिँ बेस्टिम्ड हुने रहेछ। सो त्यो पनि तपाईँहरूले प्र्याक्टिस गर्न सक्नुहुन्छ। यहाँनिर चाहिँ फेयर केयर्स मिटल भनेको सवारी साधनको बारेमा भोक्याबुलरीहरू छ। आज चाहिँ हामी भोक्याबुलरी मात्रै पढौँ, र यो भोक्याबुलरीहरूको मिनिङ के हो भनेर पनि म भनिदिन्छु। कतिपय चाहिँ इजी पनि छ, कतिपय चाहिँ तपाईँहरूलाई अलिकति डिफ्रेन्ट हुनसक्छ इङ्ग्लिसभन्दा। सो लेट्स सी है त, डेयर बुस, यसलाई भन्छ बुस, बुस भनेको बस, होइन, डेयर बुस। डी उबान, उबान भनेको चाहिँ जुन अन्डरग्राउन्डवाला ट्रेन हुन्छ अथवा सबवे हुन्छ त्यसलाई भन्छ उबान। यो चाहिँ अन्डरग्राउन्डको ट्रेन है त। बान, बान भन्ने बित्तिकै के हो त, ट्रेन। जस्तै हामीले बानहोफ भन्ने वर्डबाट पनि अलिकति हामीले गेस गर्न सक्छौँ, त्यो ट्रेन स्टेसन भनेको हो नि त। सो बान भन्ने बित्तिकै ट्रेन। सो अन्डरग्राउन्डवाला ट्रेन स्ट्रासन बान,
कुन वर्ड आयो? स्ट्रासन। स्ट्रास भनेको के थियो तपाईँहरूलाई याद छ कि छैन? स्ट्रास इज स्ट्रिट भनेपछि स्ट्रिटमा चल्ने ट्रेन होइन, जुन चाहिँ स्ट्रिटमै एउटा हुन्छ नि, एउटा यसको लिगमा चल्ने खालको ट्रेन हुन्छ, त्यसलाई भन्छ स्ट्रासन बान। यो चाहिँ बस जस्तै हुन्छ है, यो हाम्रो ट्रली बस जस्तै हुन्छ। मैले नेक्स्ट क्लासमा मैले यदि सम्झेँ भने चाहिँ म तपाईँहरूलाई एउटा पिक्चर नै देखाइदिन्छु है त्यसको। तपाईँहरूले आफैले सर्च गर्न पनि सक्नुहुन्छ जर्मनीको स्ट्रासन ब्यानहरू कस्तो हुन्छ भनेर, यु क्यान सर्च है। दास आउटो। आउटो भनेको चाहिँ नर्मल कार होइन, त्यस्तो गाडीहरूलाई चाहिँ आउटो भनिन्छ। फाराड इज साइकल। यो पनि इम्पोर्टेन्ट वर्ड हो है, साइकल इज भेरी इम्पोर्टेन्ट वर्ड इन जर्मनी, एकदम कमन पनि छ नि त साइकल। फाराड, फाराड, यसलाई दुईटा जसरी भन्न सकिन्छ है, फाराड, फाराड। ट्याक्सी इज ट्याक्सी। र चुग, चुग भनेको पनि ट्रेन नै हो। चुग इज अल्सो ट्रेन। अब हेर्नुहोस् है, बान भन्ने वर्ड चाहिँ फेमिनिन, डी बान, र चुग भन्ने वर्ड चाहिँ मास्कुलिन। कहिलेकाहीँ चाहिँ एउटै एउटै ऊ पनि, एउटै शब्द पनि दुईवटा एउटै के भन्ने, एउटै मिनिङ भनौँ न, एउटै मिनिङ लाग्ने कुरा पनि दुईवटा वर्डमा आउँदाखेरि त्यसको चाहिँ दुईवटा आर्टिकल हुन्छ है। जस्तै यो चाहिँ एकदम राम्रो इक्जाम्पल हो त्यसको, डी बान डेयर चुग। दास फ्लुक चोएक। फ्लुक चोएक भनेको फ्लुक भन्ने वर्ड देखेर पनि तपाईँहरूले गेस गर्नुभयो होला, फ्लुक चोएक इज एरोप्लेन, एरोप्लेन। त्यसपछि मोटो रोलर। मोटो रोलर भनेको चाहिँ मोपेड अथवा स्कुटर, स्कुटरलाई मोटो रोलर भनेर भनिन्छ। र हाम्रो बाइकलाई चाहिँ मोटोराड भनेर भनिन्छ। फाराड, मोटोराड। फाराड इज साइकल, मोटोराड इज बाइक। सो यसमा म तपाईँलाई आर्टिकलको लागि एउटा सानो टिप्स दिन्छु। फाराड अथवा साइकललाई चाहिँ अर्को शब्दमा दास राड मात्र पनि भनिन्छ। राडको मिनिङ चाहिँ पाङ्रा हो कि, यो पाङ्रालाई चाहिँ राड भनेर भनिन्छ खासमा। अनि फाराड भनेको त स्पेसिफिक वर्ड भइहाल्यो। र कुनै पनि वर्डको आर्टिकल चाहिँ के हुन्छ भने, यदि तपाईँले यस्तो वर्ड देख्नुभयो भने चाहिँ पछाडिको वर्डको आर्टिकल लिएर हुन्छ के। नर्मली वर्डहरू, जर्मन वर्डहरू दुईवटा तिनवटा चारवटा पाँचवटा कतिवटा शब्दहरू मिलेर बनेको हुन्छ। तर जतिसुकै लामो वर्ड भए पनि तपाईँले यो लास्टको वर्ड हेर्नुभयो भने चाहिँ, यदि तपाईँले यसरी बुझ्नु भएको छ भने चाहिँ यसरी तपाईँले यसको आर्टिकल डिराइभ गर्न सक्नुहुन्छ। जस्तै यहाँनिर पनि तपाईँले यसरी यो पनि राड भन्ने वर्डबाट डिराइभ गर्नुहुन्छ भने दास, यसको आर्टिकल दास हो भनेर तपाईँले बुझ्न सक्नुहुन्छ कि यो पनि रोलर भन्ने वर्ड, डेयर रोलर भनेर चाहिँ खासमा आएको हो। अब नेक्स्ट अर्को कुनै वर्ड छ अरे, अगाडि अर्कै केही छ अनि पछाडि रोलर छ भने चाहिँ 100% त्यसको आर्टिकल के हुन्छ त, डेयर नै हुन्छ। त्यसरी उनीहरूले चाहिँ आर्टिकल लिइरहेको हुन्छ कि। जस्तै म तपाईँलाई अर्को एउटा पनि इक्जाम्पल दिन्छु है, किनभने हामी आर्टिकल पनि पढ्दैछौँ नि त, त्यही भएर हो है। जस्तै फेयर केयर्स मिटल भन्ने वर्ड छ नि, हो यो वर्डको पनि आर्टिकल के हुन्छ भने, मैले यहाँनिर लेखेको रहेन रहेछु तर यसको पनि आर्टिकल चाहिँ दास हुन्छ कि, दास फेयर केयर्स मिटल। किनभने यो मिटल भन्ने वर्ड को चाहिँ यसरी आएको हो कि। अब यस्तै तपाईँलाई म अर्को के इक्जाम्पल दिन्छु भने, अर्को एउटा वर्ड छ लेभेन्स मिटल। लेभेन्स मिटल भनेको चाहिँ खानेकुरा अथवा ग्रोसरिज भन्छौँ नि, खानेकुराहरू ग्रोसरिजहरूलाई चाहिँ लेभेन्स मिटल भनेर भनिन्छ कि। अब तपाईँहरूले गेस गर्नुहोस् लेभेन्स मिटल भन्ने वर्डको चाहिँ आर्टिकल के होला त? सोच्नै पर्दैन, 100% के हो, दास लेभेन्स मिटल। किन मिटल भन्ने वर्डले गर्दाखेरि के, त्यही भएर आर्टिकल चाहिँ तपाईँले सोचेको जस्तो त्यति धेरै गाह्रो पनि छैन कि। यसले चाहिँ रुवाउँदैन है, अब म त्यति भन्न चाहन्छु, रुवाउँदैन। डोन्ट वरी, जति पढ्दै गयो त्यति तपाईँहरूलाई अलिकति क्लियर हुँदै जान्छ र तपाईँहरूले डट्सहरू जोइन गर्न सक्नुहुन्छ। मैले पनि यहाँनिर इक्जाम्पल देखेर मैले तपाईँलाई एक्सप्लेन गर्न सकेँ कि ए यस्तो हुन्छ है भनेर। सो यस्तो इक्जाम्पल्सहरू आउँछ पनि कि, पछि पछि पनि आउँछ, अनि मैले तपाईँलाई यस्तो हुन्छ है भनेर भनिदिन पाउँछु। सो पिर नगर्नुहोस्, जति मैले सिकाउँदैछु त्यो अनुसारले ओके भन्दै सिक्दै जानुहोस्। सबै कुरा कन्ठै गर्नुपर्छ भन्ने छैन, जस्ट हो हुन्छ भन्नुहोस्, बुझ्नुहोस्। नबुझ्नु भएको छ भने फेरि हेर्नुहोस्, अथवा मेरै भिडियो हेर्नुपर्छ भन्ने छैन, अरू टपिकहरूबाट अथवा अरू भिडियोहरूबाट च्याट जिपिटीमा खोज्न सक्नुहुन्छ होइन, मलाई इजी वर्ड्समा एक्सप्लेन गरिदिए भनेर त्यस्तो गर्न सक्नुहुन्छ। प्रेसर नलिकन बिस्तारै बिस्तारै अगाडि बढ्नु होला भन्न चाहन्छु मैले, अरू त खासै केही भन्न चाहन्न। अनि यहाँनिर बिल्ड गेसिस्ट छ, यो बिल्ड आइन भन्ने बित्तिकै के हो, अब गेसिस्टको आर्टिकल ल भन्नुहोस्। अब हो यसरी कनेक्ट हुन्छ के, ल सी हेर है त, आइन भन्ने बित्तिकै यसको 100% आर्टिकल के हुन्छ, डी हुन्छ। किनभने डीको मात्रै, डी भनेको बेस्टिम्टा आर्टिकल, आइना भनेको उन बेस्टिम्टा आर्टिकल। र मैले भर्खरै भनेको कुरा अनुसार
दुईटा वर्ड मिलेर बनेको रहेछ बिल्ड र गेसिस्ट भनेपछि गेसिस्ट भन्ने वर्डको आर्टिकल चाहिँ डी गेसिस्ट रहेछ। यसरी पनि हामीले उ गर्न सक्छौँ कि है। अब अरू अरू बेलामा पनि म तपाईँलाई अरू यस्तो कहीँ कहीँ आयो भने मैले आई विल हेल्प यु। सो यसरी पनि आर्टिकलहरू पत्ता लगाउन सकिन्छ भनेर भन्न, सबै कुरा कन्ठै गर्नुपर्छ भन्ने हुँदैन भनेर भन्न खोजेको मात्रै हो। सो यहाँनिर आइन्स ज्वाइ ड्राई फियर फ्युन जेक्स, जेक्सवटा के छ त बिल्ड छ है। एउटालाई चाहिँ बिल्ड भनिन्छ, आइन बिल्ड अ पिक्चर। धेरैवटा जेक्स छ भने चाहिँ त्यसलाई बिल्डर भनेर भनिन्छ, प्लुरल चाहिँ बिल्डर हो। भोलि हामी प्लुरलको बारेमा पनि पढ्छौँ र त्यतिखेर म भनिदिउँ तपाईँलाई यसको बारेमा। सो हियर जिन्ड जेक्स बिल्डर। अब यो जेक्सवटा बिल्डरसँग तपाईँले के गर्नु पर्यो त, जेक्सवटा टेक्स्टहरूलाई म्याच गर्नु पर्यो। नुमा आइन्स चाहिँ यहाँ गरिदिएको छ। ओ ये काइन फाराड, फाराड यहाँ देख्नुहुन्छ नि त तपाईँहरूले, यहाँनिर फाराड भनेर लेखेको छ। अनि यहाँ बुस पनि छ, अनि दा इस्ट आइन बुस होइन, यहाँनिर हल्का भनेको छ। तपाईँहरूले हल्का हल्का कुराहरू हेरेर तपाईँहरूले गेस गर्नुहोस् है त, यो के होला, कुन चाहिँ मिल्छ होला भनेर याद गर्नुहोस्। म तपाईँहरूलाई भोलि चाहिँ यसको के गरिदिन्छु त, एन्सरहरू पनि भनिदिन्छु र हल्का बुझाइदिन्छु पनि। आज चाहिँ जस्ट तपाईँले गेस मात्रै गर्नुहोस् है त। यहाँनिर यस्तो हल्का वर्डहरू देखिन्छ नि त, त्यो हिसाबले गेस गर्नुहोस्। यसको इमोसनहरू अनुसारले पनि तपाईँले यहाँनिर उ गर्न सक्नुहुन्छ। सबै कुरा बुझ्नै पर्छ भन्ने छैन, जस्ट गेस मात्रै गर्ने हो। सो भोलि चाहिँ यसलाई हामीले डिटेलमा पनि बुझ्छौँ र सँगसँगै तपाईँलाई भोलि चाहिँ प्लुरल पनि सिकाइदिन्छु म। र अरू भनेको लिसनिङको हल्का लिसनिङ पनि गरौँला हामी है। जस्तै हामीले सिटीको बारेमा लर्न गर्दैछौँ नि त। सो सिटी र यो भेहिकल्सहरू अलिअलि आउने गरी बुकको लिसनिङहरू एउटा दुइटा गराइदिन्छु, प्लस प्लुरलको ग्रामर लर्न गरौँ। अनि आर्टिकलको बारेमा पनि म अलि तपाईँहरूलाई एक्सप्लेन गराइदिन्छु। सो लेट्स सी अरू केही छ कि आजको लागि, छैन। ओके, सो आजको लागि यति मात्रै गरौँ। नो जो फिल पे होइट, हामी अब बाँकी अर्को सेसनमा भेटौँला। थ्याङ्क यू सो मच फर यर अटेन्सन, थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड। केही क्वेसन्सहरू छ भने यु क्यान अलवेज कमेन्ट, केही सजेसन्सहरू छ भने प्लिज कमेन्ट। थ्याङ्क यू सो मच, डाङ्क, धन्यवाद, सी यु लेटर, पिस स्पेटर, च्युस।